जन्मदिनमिदम् ऐ प्रिय सखे जन्मदिनमिदम् ऐ प्रिय सखे सर्वदा मुदम् शन्तनोतु ते सर्वदा मुदम् प्रार्थयामहे भवशतायुषी प्रार्थयामहे भवशतायुषी ईश्वर सदा त्वां च रक्षतु ईश्वर सदा त्वां च रक्षतु पुण्यकर्मणा सदा भिन्न भिन्न कार्यक्रमहरूको सिलसिलामा एउटा क्रममा आज एउटा यस्तै कार्यक्रम जोडेर जुटिरहेका छौँ। यहाँ आज जन्मदिनको उत्सव परेको छ नानु कृषा धितालको। बाबा सुरेन्द्र धिताल तथा आमा कमला खरेल धितालको छोरी कृषा धितालको आज परेको जन्मदिनको अवसरमा यस आदर्श गृहमा संरक्षित महिला तथा बालबालिकाहरूका लागि एक छाक खानाको व्यवस्थापन गर्नुभएकोमा जन्मदिनको शुभकामना दिने कार्यक्रम आयोजना गरिएको छ र जन्मदिनको उमङ्ग आदर्श गृहसँग भन्ने कार्यक्रममा हामी जोडिएका छौँ। यो कार्यक्रममा जोडिन आउनुहुने समय हुन आउने सम्पूर्ण महानुभावहरूलाई म हार्दिक स्वागत गर्दछु। स्वागतम। शुभकामना नवयुगलाई नवयुगका युवाहरूलाई शुभकामना नवयुगका नवयुगका पाखुराहरूलाई नवयुगका युवाहरूलाई शुभकामना नवकुरा नवयुगका पाखुराहरूलाई आफ्नो घरको होस् ढाड त संसारको तेरो एक गलत कदम नै हुन्छ कारण सम्हारको 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 न
नवजात शिशु नवयुगको बनेर छ युवा निश्चल निडर बेभर निष्कपट सबै युवा शुभकामना नवयुगलाई नवयुगका युवाहरूलाई शुभकामना नवाङ्कुरा नवयुगका पाखुराहरूलाई सगरमाथा बोकी हिँड्ने ताकत होस् तेरो हातमा पहाड तराई अङ्गालले ल्याकत होस् ल्याकत होस् ल्याकत होस् ल्याकत होस् हिँड्छन् सबै नामर्दहरू अन्याय असत्यहरू तेरो छाती सत्यको लागि लडिदिने कवच बनो शुभकामना नवयुगलाई नवयुगका युवा नवाङ्कुरा नवयुगका पाखुराहरूलाई शुभकामना शुभकामना। उसको पनि इच्छा के थियो भन्दाखेरि हामी गृहमा मनाउने भन्ने उसको पनि चाहनालाई हामीले पनि ट्राई गरेर शिक्षा छोरीको चाहनालाई पनि हामी पुरा गर्छौँ भनेर हामी यो सन्दर्भमा हामी आदर्श गृहमा जन्मदिन मनाउन पाइरहेका छौँ र मेरो सानो छोरीको जन्मदिनको अवसरमा हाम्रो निमन्त्रणालाई स्वीकार गरेर आउने भने दाजुहरू भाउजूहरू दिदीहरू र भानुसरहरू यहाँको गृहको बहिनीहरू निशल छोराहरू दिनेश भाइ सबैलाई म हृदयदेखि नै स्वागत गर्न चाहन्छु। उसको ठुलो बुवा पनि बर्दघाट हुनुहुन्थ्यो होला छोरीको जन्मदिन भनेपछि उहाँ पनि आउनु भएको छ। विशेष गरी उहाँहरूलाई भाउजूलाई पनि म धन्यवाद दिन चाहन्छु। र यो अवसरमा हामीहरूले सानो वर्षको एकपटक भए पनि एउटा सानो काम भए पनि गराउनु त भन्ने एउटा प्रेरणाले गर्दाखेरि जुन मिनादिदीले सञ्चालन गरिराख्नु भएको कार्यक्रम छ त्यसलाई हामीले पनि केही सपोर्ट गर्नुपर्छ है, हाम्रो पनि त्यसमा केही रोल हुनुपर्छ भन्ने हुनाले जुन काम दिदीले गरिराख्नु भएको छ त्यसमा हामीले इटा छोड्ने काम मात्रै गरेका छौँ। यो कामलाई हामी निरन्तरता दिने पनि म यहाँहरूसँग वचनबद्ध गर्न चाहन्छु र जुन हाम्रो निमन्त्रणालाई स्वीकार गरेर आउनुभएकोमा हृदयदेखि नै स्वागत गर्दै छोरीको सुस्वास्थ्य दीर्घायु पीडा दुःखको गानामा दर्शन के तू कहिदिँदैन चर्म चक्षुले कानमा धन्यवाद छ। परिवारहरूको तर्फबाट नानीलाई आशीर्वचन प्रदान गर्नुभएको छ। अब अभियान केक काटेर बाँड्ने अभियान चलिरहेको छ। त्यो सँगसँगै यतापट्टिको पाटोलाई सघाउने अब हजुरको आशीर्वचन आजको यस कार्यक्रममा नानीलाई समग्र सम्पूर्ण आदर्श परिवार एवं परिवारजनको तर्फबाट समेत आशीर्वचन प्रदान गरी आजको यो औपचारिक ओपनिङ
यो कार्यक्रम जुन जन्मदिनको कार्यक्रमलाई समापन गरिदिनुको लागि म मेरो हार्दिक अनुरोध गर्दै म पनि यो उद्घोषणबाट छाया पर्न चाहन्छु। धन्यवाद। कार्यक्रम सञ्चालक पर्ने छोरी र आदरणीय जय साहब बहिनी कमला धिकाल, र यस कार्यक्रममा हाम्रो परिवारको आदरणीय भाउजू क्षेत्र कुमारी खरेलज्यू, त्यसै गरी आदरणीय जय साहब माधव प्रसाद बास्कोला र बहिनी अनिता, आदरणीय जय साहब विष्णु प्रसाद सापकोटा र बहिनी सीता, आदरणीय जय साहब डाक्टर प्रमोद लामिछाने र बहिनी विष्णु, त्यसै गरी आदरणीय जय साहब अमित सुवेदी एवं बहिनी उषा र भाइ दिनेश र बहिनी अनि बाबु विशाल अनि बुहारी। आजको यो कार्यक्रममा उपस्थित हुनुहुने सबै परिवारको उपस्थित हुने सबै साथीहरू परिवार हार्दिक मङ्गलमय यो मानवीय सेवाको बनाइरहँदा यसले सिक्ने कुराले जिउनको लागि यसले सहयोग पुर्याउँछ भनेर थालेको छु। यो सन्दर्भमा आज मेरो परिवारका सबै सदस्यजनहरू यहाँ आउनु भएको छ। यसले पनि मलाई आज धेरै कुरा बोलिरहनुभन्दा पनि हामी यो अभियान एउटा एक हिसाबले हाम्रो अभियान साझा अभियान हो। यो अभियानमा हाम्रो परिवारको सहयोग भएको छ, त्यसको लागि धन्यवाद दिँदै आजको छोरीलाई विशेष जन्मदिनको शुभकामना। ढिला भएको कारणले बच्चाहरूले खाना हात भइसकेका छन्, किनकि हाम्रो रुटिन चाहिँ 8 बजेभित्र खाएर आवाजमा उठ्नको लागि अरू कार्यक्रम गरिरहेको रुटिन चाहिँ यो ढिलाको कारणले गर्दाखेरि फलफल भएको छ। त्यसले गर्दाखेरि म धेरै नबोलिकन पुनः एकपल्ट छोरीलाई हार्दिक जन्मदिनको शुभकामना व्यक्त गर्दै यो अवसर मिलाएर अहिले उसैले कमाइराखेका छैन नपाउने बेलामा बुवा आमाले यो साँझो पाँचो सानो पाँचो मिलाइदिएको त्यो परिवारलाई विशेष धन्यवाद दिन चाहन्छु। धन्यवाद गर्न चाहन्छु। हामीले सानो खानाको व्यवस्था गरेर त्यसलाई ग्रहण गर्नको लागि यसमा सहभागी हुनलाई अनुरोध गर्न चाहन्छु। जुन देखो कालो रातैमा जीवन संगीत सुनु म सुख पातैमा ताहा ताहा जुन देखो कालो रातैमा जीवन संगीत सुनु म सुख पातैमा सीधा तल काँडाको आँखामा काँडै संसार फुलको आँखामा फुलै संसार काँडाको आँखामा काँडै संसार फुलको आँखामा